मान्छे परी परी कुरा थरी थरी कोही पनि बोल्दैनन् सल्लाह मिल्ने गरी ए मान्छे परी परी कुरा थरी थरी कोही पनि बोल्दैनन् सल्लाह मिल्ने गरी काम धन्दा केही छैन सबै एउटा छाप सानो गल्ती पाए भने त्यसको सत्य श्राप आफूभन्दा अरूलाई भुत्लै नगर्ने जति भलो गरे पनि राम्रै नभन्ने माल पाएर चाल पाएन सुरै मिलेन तालका मान्छेहरूको हत्तेरी कुरै मिलेन हत्तेरी कुरै मिलेन तू लगा रे होटल लिपस्टिक देखेगी सारा टेन्सन चाहिँ नहुँदो रहेछ नि दसैँ आयो रिङले चुटुप्पै पारो तिहारको सुरी मनाउने अनि कता पो जानु आँटिसक्यो केटा मिस्टर बिहार भेट्न आँट्दैछु अब ह कि हत्तेरी हो नि अनि तिमीहरूको बिहारतिर तैँ जस्तो मात्रै मिस्टर बिहार हुन्छन् कि क्या हो हत्तेरी हो नि गएको नि मलाई हतार हतार छ अनि यो मान्छे कता गएको हो पर्खिन हौ होइन लमक लमक गइस त हो जानु पर्यो नि छिट्टै छिट्टै आज जागिरको टनक भविष्यको टनक निवेशनको टनक घर गाउँमा गयो भने पागल भन्छ मलाई पौला भन्छ त्यसरी मलाई बाँच्न मन छैन हे भगवान् मलाई काल किन आउँदैन नजाउन मलाई मर्नुभन्दा अगाडि एकचोटि रानीलाई फोन गर्नुपर्छ त्यसलाई सुनाउँछ म मर्दैछु भनेर हेलो म यसो उतातिर कामले जाँदैछु मर्दैछु हे कहाँ भूत भरे त आउन आँटिस् कि क्या हो के आउँदिन सर तँलाई सोच्दिने टङ्किने तँले मलाई झुटो माया गरेको ठिकै छ तैँले मेरो एकछिन लाज देख्छौ ए ल ल हावा कुरा नबोल राख है जे पाए त्यही हावा बोल्नु यताको मर्छु त्यसलाई राम्ररी म तर्काउँछु होइन के भयो आउँछ जब हातमा डोरी छ त मर्न आँटो क्या हो होइन के गरेको ट्राफिक लगाएर जिउन पुगेन कि होइन के भयो कत्रो गरेको क्या पाताली ओ पाताली के दसैँमा कता कता गइसौ कति पैसा कमाइस् आइस होइन लुरु लुरु अहिले चाहिँ भिजेको मुसा आउँछ कि नरिसा न अस्तिको कुरा सम्झेर कति रिसाकी छोड्दै त्यस्तो कुरा फोटो एउटा राम्ररी खिच्दिएको भयो त क्या तैँले मेरो अस्ति नै टिकटक पनि त राम्रो भएन नि अब त्यस्तो कुरालाई छोड्दै क्या तिहार पनि आइसक्यो अब यस्तो गाउँका ठुला बडाहरूलाई भेला पारेर कुरा गरेर तिहारमा डान्स हिँडाउनुपर्छ क्या सिकाएर जम्न त लु त्यस्तो गर्दा पनि हुन्छ है जम 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 मान्छे यहाँ कुन पनामा छु यो फेरि टक्क गर्न हिँडिरहेको जस्तो त के हो कहाँ हिँडेको भाइ
टिकटक बनाउनु गएको नि हो सर डोरी बोकेर टिकटक बनाउन जङ्गलमा कुद्छ कोही यस्तो तनावमा छ मान्छे अनुहार हेर्दै अघि डाँडामा पनि तनावमा देखिरहेको थिएँ मैले ए भाइरल हुनु परेन आज सर टिकटक बनाउने कसैले के हो यस्तो पारा जङ्गल एक्लै टिकटक बनाउन मोबाइल सोबाइल बोकेको छैन एक्लै कुदिरहेछ टिकटक बनाउने हो भने क्यामेरा हुन्छ के हुन्छ साथी हुन्छ एक्लै जङ्गलमा डोरी बोकेर आएर टिकटक बन्छ यो चाहिँ के हो टिकटकबाट भाइरल हुनु पर्यो एकजना भएर हुन्छ टिकटक बनाउनको लागि भिडियो बनाउनको लागि साथी चाहिँदैन डोरी बोकेर आएको मान्छेलाई एक्लै टिकटक बन्छ त्यसरी म रोकेको लागि हेर भाइ तिमी लकी सकिज म जान्दिनँ मेरो विद्यार्थी पनि हौ तर पनि औठा छापमै स्कुल छोड्यौ तिमीले केही सिकेनौ पनि त्यहाँ ठेक्का लिएको काम छ तिमीले त्यो खै गरेको गाउँ हो आफ्नो काम आफ्नै गाउँको देश विकास हुन्छ गाउँ विकास हुन्छ आफ्नो विकास हुन्छ अलिकति काम गरिसक्नु पर्दैन लिइसकेपछि के हो तिम्रो त्यसरी हुँदैन भाइ हेर मेरो विद्यार्थी हौ केही नपढे पनि मेरै विद्यार्थी हौ तर पनि तिमीले यसरी चाहिँ छोडेर हिँड्न मिल्दैन मैले राम्ररी सम्झाएको हो तिमीलाई अरू चाहिँ कुरो म जान्दिनँ मैले अहिले यति नै सम्झाएँ तिमी जे गर्छौ गर सकेसम्म त्यो ठेक्का सक्ने काम गर अहिले म यति नै सम्झाउँ म चाहिँ लाग्यो यहाँ जुत्ता आइज आइज खेलौँ खेलौँ आइज मैले पनि सिकेँ नि कराते आइज आइज खेलौँ खेलौँ तल झर्छ तल झर्छ यहाँ तल झर्छ खेलौँ 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 आइज 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 खेलौँ खेलौँ मैले सिकेँ नि यहाँ जुत्ता आइज आइज खेलौँ खेलौँ आइज 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 खेलौँ खेलौँ तल झर्छ तल झर्छ यहाँ तल झर्छ खेलौँ खेलौँ ल लापा खेलेको अरे यता र उता गर्नुपर्छ यार यस्तो रे हो हान्ने विष्ट बिहारी देखिस् के त्यो ल्याङ यता यता कुदिराखेको स्याललाई नि त स्याल जस्तै गरेर मलाई कुटिस् नि तँलाई म केटाहरू लिएर आउँछु पनि ल्याङ लिएर आउँछु तँलाई केटाहरू अघिदेखि म भन्दैछु कि आयो हामी पनि यो हेलो ल एकजना चाहिँ मेरो मान्छे छ कि म उसैले लिएर आउने भएँ लु बस्दै गर्नु आइज जाउँ हान्न बिहारको ह्यान्डसम यस्तरी हुन्छ कामको कुरा छातावडे भने त स्टाइल पो बिगार्नु के भित्री पो घाम लाग्यो भाइ गाड बनाएन यो त म लान्छु हौ माइक जस्तो देखिँदो रहेछ ठ्याक्क दाइ ए दाइ के गर्दै हुन्छ बफेल के गर्नु रही बसी बसाइ त दाइ अलिकति हामीलाई समय दिन सक्नुहुन्छ होइन को मगन्ते आयो फेरि यस्तो मन्दीको बेला कसले दिन्छ हौ टाइम मगन्ते होइन हौ दाइ हामी मगन्ते भन्नुहुन्छ हौ होइन हामीले यसो तिहारमा देउसी भैलो कार्यक्रमको लागि डान्स नाचौँ गाऊँ रमाइलो गरौँ भनेर नि यसो नाचिनाम भनेर अनि मैले के गर्नु पर्यो त यसो हामीले अरूलाई सिकाउने हो क्या सबै हामी 3 जना मिलेर
अनि म त डान्स पनि टिट्टो हान्छु नि खतरा बब्बाल। त्यही भएर त दाई तपाईँ त्यस्तो खतरा मान्छे खतरा डान्स हान्नुहुन्छ त्यही भएर तपाईँ भक्टामा आएको नि अन्त दाइ सहयोग मिल्छ भनेर स्टाइलिस पारामा हान्नुहुन्छ क्या तपाईँ जम लु दाइ जम यस्तो काममा जम ल दाइ म लागे आइहाल्छु एकपटकको चाहिँ यसो राखिरहन्छु कस्तो देख्दैछ राम्रो 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 देखेको छ कस्तो कस्तो चाहिँ डान्स हान्नुपर्ने हो हामी अब दसैँ तिहारको भनेको अब हामीलाई कल्चरल चाहिन्छ होइन धेरै भनेको तर कल्चरल सँगसँगै अहिले मोडर्न भइसकेको छ नि त जमाना यस्तो हिपहप बिबोइङ पनि हाल्नुपर्छ नि हुन्छ क्लासिकलहरू यस्तो यस्तो अलिक धेरै हाल्नुपर्छ त्यो चाहिँ क्लासिकल धेरै चाहिँ हान्न मिल्दैन अरे के गर्छ हो होइन त्यहाँ ठुलो सरले चाहिँ नकरा नि खिच कराउँदिन नि हरिसे अब बाटो भएर फेरि आइपुगे जस्तो छ भन्दा भन्ने यो फेरि को आयो यहाँ यो को फेरि चिन्न बिष्ट बिहारी सट्टै बिष्ट बिहारी होइन हो नि बिष्ट बिहारी हो ठोक्छु नि तँलाई बुझ्यस् होइन यो मेरो हेल्पर हो कि त्यसको चिन्ता नलिनु न मसँग कुरा गर्नु मैले अब काम यसो जिम्मा लिएर यो केटोलाई चाहिँ हेल्पर लिउँ कि भनेर आँखा अलिक सानो बना न काम गर्नु आँटेको ह अब आफ्नै गाउँठाउँको कुरा हो विकास हुन्छ मलाई पनि लाउने होइन ठुलो मान्छे कुरो हुँदैछ यहाँ बुझ्यस् त्यस्तो हुँदैन कि अब कामतिरैको कुरातिर लागौँ न त मलाई नि अघि सर भेटेको थिएँ होइन त्यो मास्टरले मलाई सुधार नि मेरो आँखा खोलिदियो आजदेखि म सुत्दै गरी खान्छु ए उसो भने चाहिँ तिहारको लागि केही होला जस्तो छ अब पैसा चाहिँ अहिले छ भने अहिले नै एडभान्स दिइहालौँ होइन भने भोलितिर पर्सितिर दिए पनि हुन्छ अब यो केटो चाहिँ यस्तै छ अब यसलाई नै हेल्पर राखेर चाहिँ आफ्नै गाउँठाउँको विकास गर्दा चाहिँ मन खुसी होला जस्तो भयो होइन अब मैले चाहिँ गाउँठाउँकै लागि भनेरै यतिसम्म गरिदिउँ भनेर चाहिँ सोचेको छु अब मेरो पनि कुरा मैले भन्दैछु चुप लाग फेरि मैले यसको कुरै नगर्नु मेरो बाबालाई पैसा माग्छ भोलितिर म तपाईँलाई पैसा दिन्छु होइन अनि मेरो गरी खानु त ल म अब सुट दिन्छु साँच्चै ह नि साँच्चै हो भने होइन ठिक छ ल भोलि भेटौँ न त ल ल ल ल फाइनल ल फाइनल ल कस्तो खालको छ हौ ऊ अघि आइसकेको थियो त अघि बोलाएर यतिखेर चाहिँ के हो ओइ पातली को अनि सोल्टी नि हौ त्यो चिन्तन गर नि ल अघि बोलाएर चाहिँ के हो तिमीहरूको ल ल ढिलो नगरिकन प्र्याक्टिस सुरु गरिहालौँ कस्तो गर्नु सिकाउनु न यसो अलिअलि तपाईँ पनि यस्तो वाला हालौँ होला हौ यस्तो वाला हालौँ होला है सुरुमा त यसरी यस्तो गर्नु होला यस्तरी होइन हुन्छ कस्तो त्यता यस्तो र यस्तो गरौँ भनिरहेको सुरुमै यस्तो गरेर अनि यस्तो घुमे हामीले सिकाउँदै सिकाउँदै आफै जान्ने हुँदा यस्तै हुन्छ अब तपाईँलाई साह्रो पर्यो भने कसले सिक्छ फेरि मलाई मैले सुरुमै भनेको चिरिप्प बिना चाहिँ खुट्टै चल्दैन भनेर मानिस यस्तै हुन्छ मलाई जहिले उठ्नु दाइ ल ल ल ल ल उठ्नु 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 बिस्तारी बिस्तारी उठ्नु दाइ कता हिँडेको अब हल्ला नगरी अहिले प्रेङ प्रेङ दिएर हान्छु नि कार्तिक लागेको होइन तँलाई पनि अहिले मलाई कुकुर सम्झेको कार्तिक लागु हुन्छ घर त भरे आउन सक्छस् नि आफै हेप्छ दाइले सस बौलाएर हिँड्छ आफै अनि मलाई अब तिहारको लागि प्र्याक्टिस छ कसले चाहिँ राखी पठाएछ हौ होइन तँलाई 72 सालको भूकम्पले लागेन किन पो बौलाउँछौ यो त
यस्तो यस्तो यो जङ्गलैमा मात्रै खालि नमुना चाहिँ कसरी गर्न आउँछ हो अचेलको केटाहरूलाई? अहिले बढी नकल दिदीहरूले ढाल पठाइदिन्छ अहिले हामी साँच्चै खेल्ने ओइ खेल्ने हो अनि भिडौँ त भिडौँ अरे देऊ के हो मान्छेलाई यहाँ के तनावमा हिँडिरहेको छु के हो तिमीहरू अच्छा बेकारमा नि खोज्दै आउँछ यार के हो तिमीहरूको झगडा जहिले कसले निम खोज्यो? ओए बढी बोल्या हो त अहिले चस्मा यहाँ मेरो 1.5 करोडको चस्मा हराइरहेको बेलामा अहिले ल्याउन खोज अहिले दिन्छु पो है तेरो चस्मा याद छ के हो तिमीहरूको जहिले झगडा जहाँ पनि हेऱ्यो गाउँमा के हो सब औँठा भएको गाउँ त यस्तै हुन्छ के हो होइन म जहाँ हेऱ्यो मान्छे मिलाउँदै हिँड्नुपर्ने मैले तिमीहरूलाई होइन अरे मलाई यो अलिक चित्त बुझेन अन्त मेरो स्टाइलले चाहिँ तँलाई त्यही गरो त साँच्चै खोज्नु जानु पो खोज्छ त हौ आम्मा केही नबोलेको त आज मेरो स्टाइलले यसलाई दिउँ होइन अच्छा हो बेकारमा पो हो ओए तँलाई हरिसे औँठा छाप तँलाई म बाटोमा भेटी पठायो भने चाहिँ म गाली पठाउँछु है मान्छेलाई यहाँ कुन तनाव छ कुटुम्बे गाउँको मान्छे के भएको सब औँठा छाप्छन् झगडा कतिजनालाई मिलाउन मैले सबै झगडा